एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल म चाहिँ स्मृति पराजुली काठमाडौँदेखिबाट हो अनि आज चाहिँ मैले बिहान महिनादेखि भ्लग स्टार्ट गरिरहेको छु भनेर म भन्न मिल्दैन म चाहिँ अहिले 9 साढे 9 10 बज्न आएर भर्खर उठेको मुख पनि धोएको छैन भोक लागेर यहाँ मैले यहाँ नानीलाई दुध बसालेर राखेको कि साथीहरू अब चिया खान्छु अनि मात्रै मुख सुख धुन्छु म अनि त्यसरी आजको दिन म के गर्छु म हजुरहरूलाई म देखाउँछु हैन आज म सायद म उता मेरो घर जान्छु होला हैन म गएछु भने हजुरहरूलाई सँगसँगै लिएर जाने नै छु हेरेर मन पराइदिनु हुन्छ भने आजको भिडियो नछुटाइकन हेरिदिनु होला है त आजको अहिलेको लागि यति नै भन्दै बाई बाई अहिले पछि भेटौँ मैले चाहिँ खाना तरकारी कोला सफा गरेर सबै भइसक्यो हजुर हामी छानु पनि बोल्ने रे ल बोल्नुस् के बोल्ने हाई एभ्रिवान भन् मेरो मम्मीलाई माया गरिदिनु हस् ओके बाई भन् ओ माई गड मैले अनि मैले चाहिँ यहाँ कोरासोटाहरू पनि सफा गरिसकेँ हजुर कोठाहरू पनि सफाहरू गरिसकेँ अनि खाना पनि पाकिसक्यो तरकारी चाहिँ पाक्दैछ खाएँ कोठाहरू नै मिलाइसकेँ अनि उता खाना यहाँ तरकारी पाक्दैछ उम्लिँदैछ अब पाक्छ यहाँको काम नै सकिहाल्यो अनि यता पनि मैले सफा गरिसकेँ साथीहरू यता पनि सबै सरसफाइ भइसक्यो यहाँ माछालाई पनि आएर दिइसकेँ अब थोरै मेरो चाहिँ थोरै अब भाँडा माझ्नु छ हजुर थोरै भाँडा माझ्नु छ त्यसपछि काम मेरो सकिन्छ त्यसपछि म के गर्छु देखाइहाल्छु हजुरहरूलाई होइन हेरेर साथ दिनु होला हजुर साथ दिनु होला साथीहरू यहाँ मेरो नानी बोल्ने अरे ल के बोल्ने आउनुहोस् ल बोल्नुहोस् यता हेर्नुहोस् यहाँ आउनुहोस् छिटो यहाँ बलुम हजुर बलुम रे साथीहरू उसको छानुको ल नाच्देऊ त एकचोटि नाच ढले ऊ यता आऊ न ढले गरिदिनुहोस् म त ढले देख्न सक्नुहुन्छ मेरो नानीको डान्स छ साथीहरू हेरेर मन पराउनुहुन्छ भने आशुक साथ यो भिडियो कन्टिन्यू गर्ने नै छु साथीहरू हेरिराख्नु होला साथीहरू अब चाहिँ म मेरो घर जान लागेको कि उता मेरो माइत अब एकछिन माइत जान्छु बस्छु के गर्छु तपाईँहरूलाई देखाइहाल्छु कि हेरेर साथ दिनु होला है त साथीहरू अनि यहाँ चाहिँ मेरो छोरी हिँडिरहेको साथीहरू ल अहिले भेटौँला है त उता गएर हामी चाहिँ अहिले जाँदै हो साथीहरू हाम्रो चाहिँ अझै आउन बाँकी नै छ साथीहरू ल बहिनी यहाँ उसलाई देखाउनु पर्यो अरे भनेर ल अहिले भेटौँ साथीहरू है त हामी जाने बाटो चाहिँ यही हो हामी चाहिँ कहाँ आएको भन्छौ सानो हामी आमाको घरमा आएको भन न आमाको घरमा आएको आमा चाहिँ छ कि छैन तपाईँहरूलाई अहिले देखाउँछु ल लु है साथीहरू हाम्रो मम्मीहरू बस्ने ठाउँ चाहिँ यस्तो छ यस्तो घरमा बस्छ कि म तपाईँहरूलाई देखाइहाल्छु है त भन्न तर उनीहरू छन् कि छैनन् घरमा मलाई थाहा छैन ल हिँड्छ न म चाहिँ यहाँ मेरो घर पनि आइसकेँ कि साथीहरू अनि हाम्रो घरमा चाहिँ यहाँ कोही पनि रहेनछ झन् आएको त कोही रहेनछ हाम्रो मम्मी मात्र रहेछ घरमा चाहिँ सबै फुकाल्नु छ हाम्रो मम्मी मात्र रहेछ कि साथीहरू अब चाहिँ म जान्छु होला यहाँ के गरेर बस्नु यहाँ घरमा एक्लै अब हाम्रो मम्मी चाहिँ यहाँ आउनुहुन्छ हाई भन्नु न मम्मी हाई भन्नु न त न गर्छु त्यहाँनिर चाहिँ मेरो चानु छ चानु हाम्रो लु है साथीहरू मुख देखाउँछौँ नि अब चाहिँ हामी घरतिर जान्छौँ यहाँ कोही पनि रहेनछ झन् के सोचेर आएको कोही रहेनछ
अब चाहिँ जाने हामी घर दे त्यो मामाको देऊ दे भने रिम्सा लु बाई गरिदिनु मम्मी बाई गरिदेऊ तना गर्छ ल चुप्पा गर आमालाई चुप्पा गर न गालामा चुप्पा गर ल आमा बाई भन् ल मम्मी बाई भन्नु न मम्मी र मेरो छोरीको भ्लगमा सब्सक्राइब गरिदिनुहोस् भन्नु ल गएको जा गयो आमा नआउने रे लु जुत्ती न सुत्ती तेरो मामा पनि छैन कोही पनि छैन लु साथीहरू अब हामी घर गएर तपाईँहरूलाई भेट्छौँ सवाद छैन कि मेरो घर आएको आमा आउँदैन है आमा त नुनु गर्ने रे ले ल हिँड जा आमा नआउने रे के निम्सा के जुत्ती लगाऊ जुत्ती भनेको कहाँ लाउँछ त नि आमाले जुत्ती ल हिँड आमा नजाने लाऊ हामी मात्र जाने छिटो छिटो ल हिँड नि बाबा हिँड मम्मीले के नुनु गर्ने गयो हामी त के अरे बाई गर्नु गएको हामी साथीहरू घरतिर लाग्यो सवाद आयो भने पठाइदिनु है हाम्रो मम्मीहरू बस्नु त आउँछ यस्तो छ यहाँ बाई गरिरहेछ ल भोलि आउँछु भन् ल ल हिँड न हिँड ल साथीहरू हामी त हिँडेको लागेको अहिले घर गएर भेटौँला हेलो गाइज मैले चाहिँ आज केही पनि भ्लग बनाएन कि उताबाट आएँ उता घर तल घरबाट आएँ अनि त्यसरी सुतेको थिएँ सुतेको भए 5 बजीसम्म त्यसपछि उठेर खाजासाजा लिएर खाजासाजा खाएँ अनि तरकारीहरू बनाएँ खानासाना बनाएँ भाँडासाँडा माथि तर मैले केही पनि भिडियो क्याप्चर गर्न सकिनँ किनकि मैले बिर्सेछु आज मैले त भिडियो बनाएको छु है भनेर मैले बिर्सेछु कि साथीहरू अनि त्यही भएर मैले चाहिँ आज भिडियोहरू क्याप्चर गर्न नि पाएन हैन अनि आजको भिडियो चाहिँ त्यस्तै भयो तर आज त बनाइसकेको छु हेर्दिनु होला रमाइलो छ राम्रो छ हेरेर मन पराइदिनुहुन्छ भन्ने आशाको साथ आजको भिडियो यतितिर इन्ड गर्न चाहे प्लिज सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु सेयर गरिदिनु है त बाई बाई